हेलो एभ्रिवान, नमस्ते जोले हजुरलाई स्वागत छ मेरो भिडियोमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आज चाहिँ म धेरै पछि बाहिर निस्केछु। यसो भिडियो बनाएको बाहिर निस्किँदा साथीहरू निनी र म भएर बाहिर आछौँ। आज चाहिँ हामी अलि हिँड्दैछौँ। गर्मी छ। निनी अगाडि हिँड्नु भएको छ, म पछाडि हिँड्छु भिडियो गर्दै। गर्मी बढिसकेको छ बुटोलतिर। साथीहरू अहिले चाहिँ हामी कपडा पसलमा छौँ। कपडा लिन आएको सानो बाबुको लागि। साथीहरू हामी चाहिँ लुगाहरू किनेर फेरि यहाँ फलफुल पसलमा आएको फलफुल किन्न। साथीहरू हामी चाहिँ फलफुल जुसहरू किनेर अब लाग्यो हस्पिटलतिर। निनी र म भएर हस्पिटल हिँडेको। मेरो जेठान दिदी सुत्केरी हुनुभएको छ, जेठान दिदीलाई भेट्न हिँडेको हस्पिटलमा। हामी अहिले हिँड्दै यो बाटोमा छौँ। साथीहरू म फर्स्ट टाइम यो बुटोलको आएको छु। पुलमा पहिला देखेको। यहाँ बुटोल बसेको 1 वर्ष हुनलाई अहिलेसम्म आएको थिएन। आज बल्ल त्यो पनि काम परेर काम परेर बल्ल यो बाटो हिँडेछु म। हामी चाहिँ त्यहाँ लुम्बिनी हस्पिटल हिँडेको। हामी चाहिँ हस्पिटलभित्र आइपुग्यौँ। अब साथी मम्मी कता हुनुहुन्छ फोन गरेर बोलाउनु परेछ। फाइनल साथीहरू म दिदी भएको ठाउँमा आइपुगेँ। भित्र जानु हाम्रो डेङ्गा फ्यामिलीको सानो मान्छेको आगमन भएको अवस्था। यता हुन्छ हाम्रो निनी फुपू, यता हुनुहुन्छ निनी फुपू, मेरो जेठानी दिदी सुत्केरी अवस्था, यता हुन्छ दिदी, यता हुनुहुन्छ मेरो साइनी सासू मम्मी लुगा मिलाउँदै हुनुहुन्छ। सूर्य बिना नाको ढिन्चोले सेम टु सेम होस् नि है भिडियो होस् यहाँ होस् नि नाको मिजाके सेम हो कथा हो। अब चाहिँ हामी फर्केको गाइस। अब घरतिर हिँडेको। दिदीहरूलाई पनि भेट्यो, निनीहरूलाई पनि भेट्यो, सासु मम्मीलाई पनि भेट्यो। अब चाहिँ हिँडेको घरतिर। साथीहरू म चाहिँ रुम आइसकेँ। अब चाहिँ भोक लाग्यो। सो अन्धार चल्छ जस्तो बनायो खानाको। मन चाहिँ कस्तो बिहानसम्म ठिकै थियो। अहिले त बाहिर गएर आएको त कस्तो लुगा लाउन ज्वरो आउला जस्तो हुन्छ। बिरामी गराउँदा जस्तो भएको छ भाइ। कस्तो एक्कासी के भएको। साथीहरू मेरो नास्ता रेडी भयो। खाएँ ल मैले। अब टाटो अन्डा चाउचाउ। अघि गर्मी थियो, अहिले त पानी पर्ला जस्तो भएको छ। जाडो जाडो छ। त्यही भएर सुप खानु मन लाग्यो। सुप बनाएको मैले। ओ